नमस्कार, म तपाईहरुकै प्रिय कार्यक्रम प्रस्तुता प्रदीप तामाङ। आज पनि फेरि अर्को टेबल टकमा तपाईहरुलाई स्वागत छ। नमुना एकाडेमीको आधिकारिक फेसबुक पेज, युट्युब च्यानल र टिकटक आइडी मार्फत हेरिरहनुभएका सम्पूर्ण आदरणीय दर्शक, श्रोता तथा शुभचिन्तक महानुभावहरुमा हार्दिक स्वागत गर्दछु। हामी आजको यस टेबल टकमा तपाईहरुमाझ नयाँ ज्ञानवर्धक र रोचक विषयवस्तु लिएर उपस्थित भइसकेका छौं। त्यसैगरी आजको यस टेबल टकमा मसँग अतिथिको रूपमा हुनुहुन्छ यसै विद्यालयको कक्षा 8 मा अध्ययन एक प्रतिभाशाली विद्यार्थी जसले अनुशासन र सक्रियतामा उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै आएकी छिन्। अब बिना ढिला स्वागत गरौँ आजको विशेष अतिथि यशोदा अधिकारीले। स्वागत छ यशोदा। धन्यवाद सर। के छ खबर यशोदा? ठिकै छ सर। आजको यस टेबल टकमा म तपाईसँग विभिन्न विषयसँग सम्बन्धित भएर प्रश्न सोध्नेछु। सबैभन्दा सुरुमा त पढाइको सन्दर्भमा नै कुराकानी गरौँ। तपाईको विचारमा मानव जीवनमा पढाइ किन महत्त्वपूर्ण छ? पढाइ निकै महत्त्वपूर्ण छ किनभने यसले ज्ञान र सिप प्रदान गर्छ। यसले सही र गलत छुट्याउन र आत्मनिर्भर बन्न सहयोग पुर्याउँछ। तपाईको विचारमा तपाईको साथीले राम्रोसँग पढ्नका निम्ति केही कुरामा ध्यान दिनुपर्छ होला। अनि अहिलेको वर्तमान समयमा मोबाइल तथा सामाजिक सञ्जालले गर्दा पनि विद्यार्थीले पढाइमा ध्यान नदिएको कि जस्तो देखिन्छ। यस विषयमा तपाईको धारणा के छ? विचार प्रस्तुत गर्नुहोस्। सबैभन्दा सुरुमा अध्ययन नियमित गर्नुपर्छ। शिक्षकको निर्देशक अनुसार पालना र अभ्यास गर्नुपर्छ। सामाजिक सञ्जालको सदुपयोग गरेर ज्ञान र सिप लिन सकिन्छ, तर सामाजिक सञ्जाल जस्तै फेसबुक, टिकटकमा समय बर्बाद गरेमा पढाइमा नकारात्मक असर पर्छ। ठिक छ, तपाईले कसरी पढ्ने अनि कसरी अगाडि बढ्ने भन्ने विषयमा त धेरै कुरा थाहा पाइसक्नु भएको छ। त्यसकारण आजको यस टेबल टकमा अब भने म तपाईले कसलाई कसरी चिन्नुहुन्छ भनेर प्रश्न सोध्नेछु, उत्तर दिनु होला। हुन्छ। विद्यादेवी भण्डारी, फर्स्ट लेडी प्रेसिडेन्ट अफ नेपाल। झमक घिमिरे। झमक घिमिरे नेपालकी प्रख्यात लेखिका हुन्। उनको कृति जीवन काँडाकी फुल निकै चर्चित छ। मदन कृष्ण श्रेष्ठ। मदन कृष्ण श्रेष्ठ हास्य कलाकार हुन्। अनि सीताराम कटेल। सीताराम कटेल झुलमुस हास्य कलाकार हुन्। उनलाई मैले मेरी बासे टेली सिरियलमा पनि देखेको थिएँ। अनि सन्दीप लामिछाने नेपालको प्रसिद्ध क्रिकेट खेलाडी हुन्। अत्यन्तै राम्रो विचार प्रस्तुत गर्नुभयो। अबको प्रसङ्ग तपाईले मनपर्ने कुराको उत्तर दिनु होला है त। हुन्छ। तपाईको फेभरेट स्पोर्ट कुन हो र किन मनपर्छ? मेरो फेभरेट स्पोर्ट भलिबल हो किनभने मैले भलिबल खेलेको लगभग 3 वर्ष हुन आँट्यो। म भलिबल प्लेयर पनि हो र भलिबल खेल्दा एउटा नयाँ क्षमताको अनुभूति हुन्छ। तपाईको फेभरेट सिङ्गर कुन हो? मेरो फेभरेट सिङ्गर सुशान्त केसी हो। उनको किनभने उनको गीत निकै मन छुने हुन्छन्। तपाईको फेभरेट सिङ्गरले गाएको गीत गाउन सक्नुहुन्छ? हुन्छ। धेरै दिनबाट यहाँ शून्यता कालो बादल छाएको जस्तो। अत्यन्तै राम्रो आवाजसँगै गीतमा अत्यन्तै मन छुने भाव समेटेको छ। तपाईले गीत गाउनु भएकोमा म हार्दिक धन्यवाद व्यक्त गर्दछु। अब अर्को प्रश्न, तपाईको फेभरेट फुटबल प्लेयर कुन हो? मेरो फेभरेट फुटबल प्लेयर रोनाल्डो हो। तपाईको फेभरेट कलर कुन हो र किन मनपर्छ? मेरो फेभरेट रङ कालो र सेतो हो किनभने यो निकै सरल, शान्त र आकर्षक देखिन्छन्। तपाईलाई मनपर्ने हिरो कुन हो? मेरो मनपर्ने हिरो प्रदीप खड्का। अबको प्रसङ्ग कुनै एक रोज्नुहोस्। तपाईलाई मनपर्ने विषय नेपाली कि म्याथ? नेपाली। तपाईलाई मनपर्ने गुरुहरूमध्ये कुनै एक भन्नुहोस्। मलाई मनपर्ने गुरु प्रदीप तामाङ हो किनभने उहाँ निकै मिलनशील हुनुहुन्छ। सर आइज्याक न्युटन कि अल्बर्ट आइन्स्टाइन? अल्बर्ट आइन्स्टाइन। बालेन शाह कि हर्क साम्पाङ र किन मनपर्छ? बालेन शाह किनभने उहाँले काठमाडौँ उपत्यकामा धेरै महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ। अनि प्रदीप खड्का कि अनमोल केसी? प्रदीप खड्का। दुर्गेश थापा कि शिव परियार? दुर्गेश थापा। आजको यस टेबल टकको अन्त्यमा हामी आइसकेका छौँ। त्यसकारण तपाईले म अन्त्यमा एउटा प्रश्न सोध्न चाहन्छु। तपाईलाई यस विद्यालय अनि विद्यालयको शिक्षक शिक्षिका अनि साथीहरू कस्तो लाग्छ? मलाई मेरो विद्यालय निकै राम्रो लाग्छ। शिक्षक शिक्षिका पनि निकै सहयोगी हुनुहुन्छ र साथीहरू पनि निकै विश्वासयोग्य र मिलनसार छन्। आज यस टेबल टकमा तपाईले अमूल्य समय निकालेर राम्रो विचार प्रस्तुत गर्नुभएकोमा म तपाईप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। धन्यवाद। आदरणीय दर्शक महानुभावहरू, आजको हाम्रो टेबल टक यही समाप्त हुन्छ। यतिका समय यस टेबल टक हेरेर साथ दिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। त्यसैगरी हामी नयाँ भिडियो लिएर चाँडै नै उपस्थित हुने नै छौँ। तबसम्मको लागि नमुना एकाडेमीको आधिकारिक फेसबुक पेज, युट्युब च्यानल र टिकटक आइडीलाई सधैँ फलो गरिरहनुहोस्। र त्यसैगरी आजको यस भिडियो मन परेमा सबैले सबै सामु सेयर गरिदिनु होला किनभने एउटा भनाइ छ, बाडेर खाएको पो खाएको, एक्लै खाएको के खाएको भन्छन्। त्यसकारण सबैले सबै सामु सेयर गरिदिनु होला र हामी चाँडै नै अर्को भिडियो लिएर उपस्थित हुनेछौँ। तबसम्मको लागि स्वास्थ्य व्यस्त अनि मस्त रहनुहोस्। हवस् त, धन्यवाद।